जुम्ला फल्छ धान जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा कोही सुन्दैनन् कान कोही सुन्दैनन् कान कर्णाली रोयाको आवाज कोही सुन्दैनन् कान कोही सुन्दैनन् कान कर्णाली रोयाको आवाज हाम्रै सिजाद्वारा खास भाषाको उद्गम स्थल हुन्छ काठैबरा राज्यको सौतेनी बिरबार हुन्छ काठैबरा राज्यको सौतेनी फेरि ओखरको रुख चाहिँ यही हो अनि यता पुरै सिस्नो घारी चाहिँ फाँडेर चाहिँ पुरै यहाँ चाहिँ ओखर टिपिसकेको छौँ हामीले। अब यो ओखरलाई चाहिँ आमामा खुट्टा त डरै खुस्किगयो नि आमा ल है त गाइज आमामा दिएछ नि त यी ब्लडै निकाल्ने गरी ल हेर त है त गाइज खुट्टा पनि गयो गाइज मेरो सिस्नोले यस्तो चिलेको छ गाइज ओखर खानु धेरै गाह्रो छ यता नि सिस्नो छ ऊ त्यहाँ माथि चाहिँ के छ भन्दाखेरि भिरमौरीको चाका है त ऊ त्यहाँ अरिङ्गलको चाका ऊ त्यो चाहिँ अरिङ्गलको चाका हो माथि गौँथलीको गुडहरू छ अनि त्यसपछि यो चाहिँ ओखरको रुख भयो ऊ त्यही हामीले झार्दा गरेको ओखर यो जम्मै सिस्नोबारी फाँडेर आएर दाजुभाइले चाहिँ ल यस्तै छ भाइले यहाँ ओखर फुटाइराखेको छ यहाँ हाम्रो भाइले चाहिँ अब ओखर कति निस्किन्छ चट्टसँग खै त गाइस ल हामी चाहिँ यहाँ बिसाएर बिस्कुट खाँदैछौँ अनि त्यसपछि यहाँ चाहिँ हाम्रो धनकुटे बिस्कुट छ यो चाहिँ धनकुटे बिस्कुट हो यहाँ देख्न सक्नुहुन्छ अनि यता चाहिँ हाम्रो राम्रो भ्यू यता चाहिँ हाम्रो राम्रो भ्यू देखिरहेको छ यो तल बगेको चाहिँ अरुण खोला हो के लागेछ यता अरुण खोला उता चाहिँ दिङ्ला चौकी डाँडा भन्ने ठाउँ छ
लजम भाइ नि यता छ हाम्रो टोली यता छौँ हामी होइन एकदमै होइन ल बोटतिर हेर है त अब कति मुगे रहेछ हौ यो भाइहरू हिँडौँ हिँडौँ को लड्यो अरुणको सचामा आइसक्यो गाह्रो भइरहेछ यो बाटो डेली हिँड्न थाल्यो भने त यो पल्टनमा त त्यसै पुगिहाल्छ यो बाटो बिहान बेलुका हिँड्यो भने फिक्स लाउरे ल कुद्नै पर्दैन यो उकालो ओह्रालो हिँड्यो भने चाहिँ यो ठ्याक्कै कुदिन्छ उकालो ओह्रालो म त ओह्रालै झर्न सकिनँ हौ भाइ अझै त्यसो नभन न भाइ म सोध्छु त अहिले फेरि यहाँ भोलि जाऊँ भनेर हाम्रो कार्यक्रम स्थगित हुन्छ नि भाइ फेरि स्थगित त गर्नै पर्ला जस्तो छ मार्नु पर्यो भालो हो पुल बन्दैछ त्यहाँ पुल बनाउनुको लागि ए त्यहाँ कत्रो ढुङ्गा है हाम्रो ठाउँ अरुण खोला तरिसकेर हामी आइसक्यौँ हजुर अब चाहिँ हामी छरे झर्न जाँदैछौँ त्यसको लागि हामी सबैजना दाजुभाइ मिलेर झर्नाहरू हेर्न पर्यो जसले गर्दा धनी बनाउन एकदम सहयोग गर्ने
अब गर्मी भएको अवस्था छ बोल्ने अवस्था छ होइन हो पनि आयो आयो